नमस्कार साथीहरु, नयाँ भिडियोमा फेरि पनि स्वागत छ। आज ई-सेवा एकाउन्टको पैसा हामी एटीएम मार्फत झिक्दै छौं विदाउट एटीएम कार्ड। यो चाहिँ कार्डलेस विथड्र जस्तै हो। सो तपाईको कुनै ब्याङ्कको खाता पनि तपाईलाई हुनु जरुरी छैन है त। ई-सेवाले यो फिचर चाहिँ पहिला नै एभरेस्ट ब्याङ्कको लागि ल्याएको थियो र अहिले एनआईसी एसिया पनि थप भएको छ। सो आउनुस् है त भिडियोतिर। हामी जान्छौं ई-सेवा एप्लिकेसन भित्र। ई-सेवा एप भित्र लगइन भइसकेपछि त्यहाँ हामी तल स्क्रोल गर्दै जाँदाखेरि तल सेक्सनमा हामीले फाइनान्शियल पेमेन्ट भित्र एटीएम विथड्र भनेर त्यहाँ देख्न सक्छौं। त्यो एटीएम विथड्रमा क्लिक गर्ने र यहाँ दुईटा अप्सन आउँछ, एभरेस्ट बैंक लिमिटेड र एनआईसी एसिया बैंक लिमिटेड। म एनआईसी भित्र गएर मैले त्यहाँ विथड्रल अमाउन्ट हाल्दै छु। 1000 भन्दा कम हुँदैन र 5000 भन्दा बढी चाहिँ हुँदैन अहिलेको लागि। सो अब 5000 सेलेक्ट गरिसकेपछि मैले 6000 गर्दाखेरि यहाँ तल केही पनि देखाएन र 5000 सेलेक्ट गर्दाखेरि चाहिँ तलपट्टि 15 रुपैयाँ भनेर देखाएको छ है। र ई-सेवाले लिने चार्ज भनेको तपाईलाई 15 रुपैयाँ हो। 1000 विथड्र गरे पनि 5000 विथड्र गरे पनि। मैले पर्पजमा पर्सनल युज लगाएर रिमार्क्समा कार्डलेस विथड्र भनेर लेख्दै छु। तल तपाईले त्यहाँ देख्न सक्नुहुन्छ सर्भिस चार्ज 15। प्रोसिडमा मैले क्लिक गरेर अब मैले कन्फर्मेसनको लागि पेजमा पुगिसकेको छु र मैले कन्फर्म पनि गरिसकेको छु है। यहाँ कन्फर्म भइसकेको छ र यहाँनेरि मेरो 5000 विथड्र अमाउन्ट र ब्याङ्कको नाम त्यहाँ आइसकेको छ र ई-सेवाले अलर्ट मलाई पठाइसक्यो। ल डनमा क्लिक गरेर हामी जान्छौं ब्याक। सो तपाईले यो 6 डिजिट ओटीपी लिएर चाहिँ एटीएम मा जानुपर्ने हुन्छ। सो 2 आवर्सको लागि भ्यालिडेट हुन्छ। सो 2 घण्टा भित्रमा तपाईले एटीएम बाट विथड्र गरि र म एटीएम आइसकेको छु। एटीएम मसिनमा गएर कार्डलेस ट्रान्ज्याक्सनमा थिच्ने, त्यसपछि दुईटा अप्सन आउँछ यहाँ अदर कार्डलेस विथड्रमा जानुस्। त्यहाँ ई-सेवा भनेर देखाउँछ। ई-सेवा क्याश विथड्रमा क्लिक गर्नुस् र आफ्नो ल्याङ्ग्वेज सेलेक्ट गर्नुस्। मैले इंग्लिश सेलेक्ट गरे र यहाँनेरि तपाईले हाल्नु पर्ने हुन्छ आफ्नो फोन नम्बर है त। जुन नम्बरमा तपाईको ई-सेवा आईडी छ त्यो नम्बर। अघि मेरो मोबाइलमा आएको ओटीपी मैले यहाँ हाल्नु पर्ने हुन्छ र 6 डिजिटको ओटीपी मैले यहाँ एन्टर गर्दै छु 175800। कन्टिन्यू गरे र अघि अमाउन्ट कति मैले हालेको थिएँ 5000। सो त्यही अमाउन्ट हालेर प्रोसिडमा क्लिक गर्दिने। यहाँ तपाईको देखाउँछ मोबाइल नम्बर र अमाउन्टलाई कन्फर्म गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको ट्रान्ज्याक्सन सक्सेसफुल हुन्छ र पैसा एटीएम बाट आउँछ है त। सो यसरी तपाईहरुले चाहिँ विदाउट एटीएम कार्ड ई-सेवाको एकाउन्टको भरमा पैसा निकाल्न सक्नुहुनेछ। यो फिचर चाहिँ 1 वर्ष अगाडि नै आएको थियो र एनआईसी एसियामा चाहिँ भर्खरै आएको हो। सो भिडियो कस्तो लाग्यो साथीहरु, मन पर्यो भने भिडियो लाइक गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। यस्तै भिडियो लिएर म आउने छु। थ्यांक यू सो मच फर वाचिङ।